गाली गलौज गर्ने एउटा व्यक्ति, त्यसको सम्पूर्ण दोषारोपण गरिदिने अर्को व्यक्तिलाई सम्माननीय प्रधानमन्त्री, पार्टी सभापति, गृहमन्त्री, त्यो कुनै त्यसमा तुक छ? तपाईँ प्रतिनिधि सभाको चाहिँ नि सांसद हो हैन? त्यो गरिमामय पदमा हुनुहुन्छ, त्यो पदको पनि त मर्यादा हामी सबैले राख्नुपर्छ। तपाईँलाई गाली गर्ने के पक्कै तिनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्ता हो त? खोइ त राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेदार पदाधिकारीहरूले त कसैले पनि बोलेको छैन। तपाईँले त्यति बोलिरहँदा पनि जिम्मेदार व्यक्तिहरूले त मैले त तपाईँको विरुद्ध बोलेको त मलाई थाहा छैन। तपाईँको यो अभिव्यक्ति आउनै पर्ने उहाँहरूको विरुद्ध केही जरुरी थियो? तपाईँ मुद्दा हाल्नुहोस् न। अहिले आएको बजेटको व्यवस्थापन र प्राइम मिनिस्टरको चाहिँ नि सुशासनको सोच ठ्याक्कै विपरीत देखिन्छ। त्यसले गर्दा अर्थमन्त्रीजीले अगाडि सार्नु भएको त यो जुन 3% छ नि, एक किसिमले झ्वाट्ट हेर्दाखेरि त दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक स्तर उकास्ने र पोषणको अवस्थामा सुधार ल्याउने, त्यही हो नि त। हेर्दा त राम्रो छ त। अनि के जनताकै पेट मारेर लासले चाहिँ नि डेड बडीले एम्बुलेन्समा चाहिँ नि ओसारिरहेको बिरामीले त्यो चाहिँ नि शुल्क तिर्ने 4 पटक म्याद थप्यो। करिब 21-22 दिन हो। 4 पटक म्याद थपेको अर्थ हामी कसरी बुझ्छौँ भन्दा पक्कै पनि प्रमाण फेला पर्यो। प्रमाणमाथि टेकेरै कुनै पनि व्यक्तिको हैन प्रतिवादीको चाहिँ नि हकमा म्याद चाहिँ नि थप्छ हैन। अब त्यो अवस्थामा अदालतले पनि 4 पटक म्याद थप त गर्यो। सम्भवतः मलाई लाग्छ 4 पटक अदालतले निर्देशन त चाहिँ नि दिएकै थियो होला, यो बुदाहरूमा पनि खुलाएर आउनुहोस् है भनेर हैन। अब अदालतले चाहेको जस्तो प्रमाण अन्तिम पटकको म्याद थपमा पनि सम्भवतः पाएन होला। म पूर्व अनुसन्धान अधिकृतको नाताले प्रमाणहरू कमजोर हो कि जस्तो लाग्छ। पार्टी सभापतिमा रविजीको, प्रधानमन्त्रीमा अहिले बालेन शाहजीको हैन। तत्काल यी दुईजनाको विकल्प त्यो पार्टीमा म कोही पनि देख्दिनँ। जनता यो ठुलो हेर्नु, यो जनतालाई मिनिमाइज गर्नुभयो भने तपाईँहरू ठुलो धोका खानुहुन्छ। यहाँ कसैले सोचेको थियो 24 गते टेकअप गर्नुपर्छ, हेली लिफ्ट चाहिँ नि लिनुपर्ने अवस्था आउँछ भनेर कसैले सोचेको थियो? नेपालमा ओली भागे जस्तै झन्डै भाग्नु परे हो त नरेन्द्र मोदी इन्डियामा हिजो। त्यहाँ युवाहरूले बकाइदा तपाईँको इन्डिकेट गरेर भनेको छ नि, भिडियोमै आइरहेछ। नेपाल से भी बडा आन्दोलन करेंगे हो, एकदम उसका हालत बना नरोक्ने भनेकै छ त्यो उनीहरूले। इन्डियामा भित्रभित्रै यति ठुलो आगो बलिसकेको छ, नेपाल सरकारको चिन्ता गरेर समाचार बनाएर बालेन सरकार अब ढल्दैछ भनेर यो खालको दुष्प्रचारहरू किन गर्छन् यिनीहरूले? डिक्टेट गर्न खोज्छन्। नेपालमा कम्फर्टेबल गभर्नमेन्ट खोज्दो रहेछन् हो त जहिले पनि, जसले चाहिँ इन्डियन प्राइम मिनिस्टरलाई होस्, कोही इन्डियन तपाईँको डिप्लोमेटहरूलाई मालिक ठानोस्। मनोजी फेरि नाडी छाम्न त हामीले नै दिया होला नि त। नाडी छाम्न हिजोको दिनमा यहाँ समस्या आउँछ, नेपालको समस्या आउँछ, अनि 5 बुँदे 7 बुँदे 12 बुँदे सहमति हामी कहाँ गर्छौँ? दिल्लीमा गर्छौँ। किन? हाम्रो भूमि योग्य चाहिँ होइन सहमति गर्नलाई, बुदागत सहमति गर्नलाई, नेताको बिचमा सहमति गर्नलाई, नेता र जनताको बिचमा सहमति गर्नलाई हाम्रो भूमि चाहिँ नि अयोग्य भयो र? विपक्षीले त सरकारले गरेका राम्रा कुराको त समर्थन पनि त गर्न पर्छ नि। यहाँ त यो पार्टीले जति सुकै राम्रो गरे पनि यसको विरोधमा जानुपर्छ है भनेर एउटा त्यो भाष्य चाहिँ नि अलरेडी चाहिँ नि दिमागमा सेट गरेर बस्ने हुन् कि कुनै? आदरणीय दर्शक नमस्कार। जल्दो बल्दो राजनीति विषयमा संवादको लागि हुनुहुन्छ राजनीति विशेषज्ञ साथै पूर्व डिआइजी केशव अधिकारी सर। सर स्वागत छ यहाँलाई। हजुर धन्यवाद मनोजी। हामी 3-4वटा निकै नै महत्त्वपूर्ण विषयमा आज संवाद गर्ने एउटा कोसिस गर्नेछ। एउटा ज्ञानेन्द्र भर्सेस सिङ्गो रासोपा कार्यकर्ता है, पार्टीतिर म जान्न, केही नेताहरू पनि सतहमा एकअर्काको गाली गलौज आलोचनामा उत्रिए। अर्को तपाईँको नेपाली प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री बालेन शाह विरुद्ध एक होरो प्रचार प्रसारमा लागेको इन्डियन मिडियाहरू, इन्डियामै त्यो मोदी भाग्ने गरी आन्दोलन हुने कुरा पनि खबर रहेनछन् उनीहरू। यस विषयलाई पनि म उठान गर्छु, किनकि अर्काको देशमा चासो दिने, आफ्नै देशको सरकारै ढाल्ने गरी आन्दोलन हुँदैछ, त्यहाँ चाहिँ तपाईँको बेकार रहने रहेछन्। किनकि 5 दिन अगाडिसम्म थाहा थिएन नि त यस्तो हुनसक्छ भनेर। हिजो त पछाडि ढोकाबाट भाग्नु पर्यो, कुल्लाम ठोक्नु पर्यो। मैले पनि देखाएको थिएँ, त्यो देखियो भने। अर्को सामान्य प्रधानमन्त्री सबैभन्दा अप्ठ्यारो आफ्नै रासोपा र यसको क्याबिनेट मन्त्रीबाट हुने र कता रवि लामी छाने बाहेक अरू कसैले केही गर्न सक्दैन भने हामीले अनुमान गरेका थियौँ। अहिले देखिएका केही कुराहरूमा प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्न सक्ने कुराहरूमा रवि खेमाका मन्त्रीहरू नै देखिएका छन्। अर्थमन्त्रीदेखि लिएर शोभिता गौतम कानुन मन्त्री र परराष्ट्र मन्त्रीसँग पनि प्रधानमन्त्री असन्तुष्ट रहेको
भन्ने खबरबाट आएको छ। यही विषयलाई लिएर हामी संवाद गर्नेछौँ। सर्वप्रथम हजुर, अर्थमन्त्रीलाई एनी हाउ जागिरबाट निकाल्ने, मन्त्री पदबाट निकाल्नलाई प्रधानमन्त्रीले रविसँग छलफल गरेको। त्यसपछि धुलीखेलमा अर्थमन्त्री स्वर्णिम वालेको रिसोर्टमा 24 घण्टा बसेर छलफल चलेको छ। यसलाई यहाँले कसरी लिनुभएको छ? मनोजजी राम्रो प्रश्नबाट सुरुवात गर्नुभयो तपाईँले। जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जब चुनावभन्दा अगाडि लहर देखियो नि, होइन, लहर देखियो, दुवैजना पार्टी सभापति पनि, रविजी पनि र बालेन शाह पनि, होइन, जहाँ जहाँ चुनावी प्रचार प्रसारमा जानुहुन्थ्यो नि, एक किसिमको त्यो मतदाताको भेल आ जस्तो हुन्थ्यो कि बर्सातमा अहिले छ नि खोलाहरूमा भेल आछ नि, त्यस्तै देखियो नि। तपाईँ हामीले पनि दृश्यमा देखेकै हो, होइन, सडक अवरुद्ध हुने गरेर त्यो आयो। जबकि वेरेज त्यो दृश्य देखिरहँदा, त्यो दृश्य हामीले देखिरहँदा पुराना आजभन्दा 30, 35, 40 वर्षदेखि राजनीति गरिरहेका नेताजीहरूको पक्षमा पातुलो जनमत चाहिँ नि सडकमा देखिएको थियो। त्यसबाट पनि के अनुमान नेपाली जनताले पनि र उहाँहरूले पनि लगायो भन्दा अबको यो चुनावमा जनमत हाम्रो पक्षमा आउँदैछ। त्यसले गर्दा हाम्रा प्रयासहरू पनि, हाम्रा शासन सञ्चालनका क्रममा हामीले अपनाउनु पर्ने इन्डिभिजुअलहरू होइन, प्रयासहरू इमान्दारीका साथ हुनुपर्छ। हाम्रो मुख्य ध्येय भनेको के हुनुपर्छ? सुशासन र भ्रष्टाचार मुक्त शासन, होइन। किनभने मेन सरकार आलोचना भएको, विद्रोहमा त्यत्रो क्षति भएको त यही कारणले हो नि त। सुशासन त मुखमा मात्र देखियो, भाषणमा मात्र देखियो, शासन पद्धतिमा त देखिएन नि त, व्यवहारमा पनि देखिएन। न त शासन पद्धति न त शासनको प्रक्रियामा कहीँ पनि देखिएन, मुखमा मात्रै देखियो, अभिव्यक्तिमा। त्यसले गर्दा अब यो वातावरणलाई हामीले क्यास गर्नुपर्छ भनेर उहाँले डोर टु डोर क्याम्पेनिङ गर्दाखेरि उहाँहरूले भ्रष्टाचार र सुशासन र हिजोका दिनमा राज्य कोषमा लुटतन्त्र मचाउने व्यक्तिहरूलाई हामीले छोड्दैनौँ भने यो अगाध विश्वास जनतामा पलायो। त्यो बेला उहाँहरूले पनि त्यसरी जनताको मत पनि पहिला त मन जित्नुभयो, त्यसपछि मत जित्नुभयो। अनि यो अवस्थामा सरकार आइपुग्यो, होइन। अब मलाई के लाग्छ भन्दाखेरि एज अ प्राइम मिनिस्टर, पार्टी सभापतिको हिसाबले त उहाँको जिम्मामा पुरा रविजीको जिम्मामा त पार्टीको हुने भयो सिङ्गो पार्टी, होइन, पार्टीलाई नै रन गर्ने, पार्टीलाई कमान्डमा राख्ने, होइन, आफ्ना कार्यकर्ता पदाधिकारी नेताजी अहिले भएका नेताहरू भनौँ न राजनीतिमा आएपछि त उनीहरूलाई आफ्नो पार्टीको नीति बमोजिम हिँडाउने त्यो रविजीको काम भयो। र सुशासन र भ्रष्टाचार मुक्त शासन चाहिँ दिने काम चाहिँ अहिले उहाँहरूकै सल्लाह र सहमति अनुसार पीएमको काँधमा आएको छ। त पीएमको मैले देखेको एउटै मात्र ध्येय के छ भन्दाखेरि न त उहाँलाई हिजो पनि कमाउनु थियो, होइन, न आज कमाउनु छ, न चाहिँ नि आज कमाउनु छ। हिजो कमाउनु भएको भए त अलिअलि सङ्केत त 3.5 वर्षमा देखिन्थेन होला, किन नदेखिनु? देखिन्थ्यो नि। अब त्यत्रो हेर्नुहोस् न, वार्षिक 25 अरबभन्दा बढी चलाउने महानगरले चाहेको भए 3 वर्षमा 25 अरबै कमाइदिन्छ। मनोजी त्यो बेलामा वडा अध्यक्षहरू कति विरोधमा लागे तपाईँलाई थाहा छ है। सबैहरू झन् यो मिडियाकर्मीलाई त हामीभन्दा ज्यादा थाहा हुन्छ, सबै उहाँको विरोधमा लागे। यदि अहिलेको प्रधानमन्त्री देन मेयर कुनै आर्थिक अनियमिततामा लागेको भए यो मेयरको पददेखि लिएर निर्वाचनमा उठ्दासम्म त्यो इस्यु के हुन्थ्यो? बिग इस्यु हुन्थेन? बिग इस्यु हुन्थ्यो। उहाँलाई त्यतिखेर जेल हालिसक्यो के हो, उहाँलाई त्यही आरोपले नै उहाँ चाहिँ नि चुनाव जित्ने त धेरै टाढा कुरा, होइन। उहाँको पोलिटिकल करियर भनौँ न, एक किसिम मेयर भइसकेपछि त उहाँको त पोलिटिकल करियरै सुरु भएको हो नि त। त्यो चाहिँ नि बुमराङ हुन्थ्यो त्यो सबै। त्यही भएर अहिले मैले के देखाएको छु भन्दाखेरि उहाँको एक मात्र ध्येय, हिजो जनतासँग बाचा गरेका छौँ है हामी पल्टिनुहुन्न, पल्टुराम हुनुहुन्न, हामी यु टर्न लिनुहुन्न, वान वे छ भने हामी वान वेमा हिँड्नै पर्छ भनेर उहाँको यात्रा वान वेमा हिँडिरहेछ, होइन। त्यही भएर पनि कुनै पनि कुरामा सम्झौता उहाँले गर्न चाहनु भएन। अब अहिले अर्थमन्त्रीजीकै कुरा गर्नुभयो। अब यो तपाईँले पनि हिजो राम्रो अभिव्यक्ति दिइराख्नु भएको त मैले सुनेको थिएँ। अब यसमा विभिन्न ट्याक्सहरू लाग्यो, यसमा ट्याक्समा चाहिँ नि अब पिएमज्यूको चाहिँ नि सहमति थियो कि थिएन, उहाँको सहमति लिएर गर्यो कि गरेन। जस्तो पार्टी सभापतिज्यूको यसमा भूमिका के थियो, होइन, उहाँले पनि यो विषयमा प्रधानमन्त्रीसँग बसेर छलफल कुराकानी डिस्कसन गर्नु भएको थियो कि थिएन, त्यो उहाँको अन्दरुनी चाहिँ नि
कुरा भयो, तपाईँ हामीले बुझ्ने कुरा त भएन होइन। तर अहिले अलिकति के छ भन्दाखेरि जनताको हित विपरीतका आर्थिक गतिविधिहरू लक्षित हुन थाल्यो बजेट मार्फत कि बजेट मार्फत, मैले अन्य होइन बजेट मार्फत। त्यसले त पिएम बालनलाई बदनाम गराउन खोज्दैछ। यो त अब उहाँ ठ्याक्क हेर्दाखेरि अहिले आएको बजेटको व्यवस्थापन होइन, नीतिगत व्यवस्थापन र प्राइम मिनिस्टरको चाहिँ नि सुशासनको सोच ठ्याक्कै विपरीत देखिन्छ। देखियो नि त। त्यो हिसाबले के हो यो बिचमा मैले फेरि पनि भन्छु, हेर्नुहोस्, प्रधानमन्त्रीज्यू र राष्ट्रिय स्वतन्त्र पार्टी सक्सेस हुने हो भने भर्खर कति भयो, 4.5 महिना त भयो नि। 4.5 महिनामै 5 वर्षको योजना बोकेर हिँड्नु छ। 4.5 वर्षमै योजनाहरू जुन हाम्रो काँधमा छ त्यहाँबाट हामी थकित भयौँ, गलित भयौँ, बिसाउन खोज्यौँ, चौतारीमा बिसाउन खोज्यौँ। किनभने प्राइम मिनिस्टरले के भन्नुभएको छ, के भन्नुभएको थियो यहाँलाई थाहा छ, यो राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नि अधिवेशनमा, यो के अरे एक्सप्रेस वेमा कुदिरहेको गाडी हो कि यही हो नि शब्द। त्यो भनेको के भन्दाखेरि थाक्दैन है, अहिले थाक्दैन। यो वैज्ञानिक आँखाहरूले हाम्रो चाहिँ नि गाडीको स्पिड पनि हेरिरहेछ है। त्यो भनेको जनता के सिसिटिभी जनता हो नि, त्यो त हेरिरहेछ है भनेर उहाँले त्यत्तिकै त बोल्नु भएको होइन होला। त्यसले गर्दा कता कता अब विद्वान अर्थमन्त्री हो उहाँ त, हो कि होइन, विश्वले पत्याएको हो। तर हाम्रो देश, माटो, जनता, हाम्रो अर्थतन्त्र सुहाउँदो अहिलेको बजेट हो कि होइन, त्यो त अर्थपूर्ण हो नि त। अब लासले शुल्क तिर्नु पर्यो, हेर्नुहोस् त, लासले एउटा प्रोजेक्ट त राम्रो हो नि उहाँहरूले ल्याउनु भएको। अहिलेको सरकार भनौँ, सरकार समग्र हो कि होइन थाहा छैन, तर अर्थमन्त्रीजीले अगाडि सार्नु भएको त यो जुन 3% छ नि, एक किसिमले झ्वाट्ट हेर्दाखेरि त दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक स्तर उकास्ने र पोषणको अवस्थामा सुधार ल्याउने, त्यही हो नि त, त्यही हो। हेर्दा त राम्रो छ त। अनि के जनताकै पेट मारेर लासले चाहिँ नि डेड बडीले एम्बुलेन्समा चाहिँ नि ओसारिरहेको बिरामीले त्यो चाहिँ नि शुल्क तिर्ने वैकल्पिक अन्य चाहिँ नि स्रोतको खोजी चाहिँ नि हुन सकेको भए अझ राम्रो हुन्थ्यो। त्यसले गर्दा तपाईँले भने जस्तो यो चाहिँ नि अर्थमन्त्रीज्यूले ल्याउनु भएको बजेट र प्राइम मिनिस्टरज्यूले चाहिँ नि सोच्नु भएको सुशासनको चाहिँ नि जुन छ नि, त्यो चाहिँ ठ्याक्कै कन्ट्रास्ट भयो कि जस्तो त्यो त प्रश्न देखियो। तपाईँको अब यो एक सूत्रीय अडान छ प्रधानमन्त्रीको, उनको राजीनामा, किनकि बालन प्रधानमन्त्रीलाई असफल हुने छुट छैन भनेर हरेक जनताले भनिरहेछन्। असफल कसले बनाउन खोज्यो भन्दाखेरि त यस्तै खालको मिनिस्टरले देखियो। हिजोको दिनमा दीपक शाह नामको श्रम मन्त्री थिए, दीपक शाह, उनको श्रीमतीको सामान्य एउटा केस आएको, त्यो केसै केही पनि होइन ल, होइन के योग्य रहेछन्, पढे लेखेकै रहेछन्, पहिले नै पुराना त्यो निरन्तरता दिन खोजेको, त्यो संस्थाको सदस्य रहेछन्, त्यसलाई निरन्तरता दिने कुरा उठ्दाखेरि आफ्नो खेमाका मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएका प्रधानमन्त्रीले सुदन गुरुङलाई सम्म त 46 दिन त निलम्बनै गरेको थिए गृहमन्त्रीले। जब सवाल बदमासी, ठाडो बदमासी जस्तो देखिएको छ, यसको कुनै जवाफदेहिता आएको छैन। संसदमा आवाज उठ्यो, एउटाले होइन, सारा पार्टीकाले उठाएछन्, ज्ञानेन्द्र साईले उठाए, यता हर्कजीहरूले पनि उठाए। त्यो BOID काण्डमा त्योदेखि लिएर सम्पूर्ण कुराले सरकारलाई तपाईँको अलोकप्रिय बनाउने बाटोमा लागेको देश उनले राजीनामा मागे। रविले प्रधानमन्त्रीको सुन्ने कि रवि अब रिसोर्टमा गएर मिटिङ बस्ने हो? होइन, त्यो गलत कुरा चाहिँ नि कसैले पनि समर्थन गर्न हुँदैन। जस्तो यो विषयमा किन उहाँहरू रेसर्टमा जानुभयो होइन। अब बेला बेलामा हिजोका दिनमा पनि सत्तामा कुनै सङ्कट आउने बित्तिकै, सत्तामा सङ्कट आउने बित्तिकै वा आफ्नो व्यक्तिको पक्षको विपक्षमा कुनै निर्णय हुन खोज्दाखेरि हिजो पनि नेताहरू त रेसर्टमै जान्थे, सुकुटे रेसर्टमा जान्थे, कहाँ त्यो रेसर्टको चाहिँ नि व्यापार त उहाँहरूकै नामले गर्दा पनि चल्यो नि, हो कि होइन। अब उहाँहरू आफ्नो समस्या चाहिँ नि त्यसरी रेसर्टमा चाहिँ नि बोकी हिँड्थे। त्यो त बालुवाटार अथवा पार्टी कार्यालय समग्र पार्टीबाट छलफल गरेर निदान गर्नुपर्ने विषय हो नि त। अहिले छोटो समयमा एउटा मलाई पनि अचम्म के लाग्छ भन्दा विपक्षीले बोल्ने शब्दहरू, प्रयोग गर्ने शब्दहरू अहिले बहालवाला पार्टीकै सांसदहरूले बोल्न थाल्नु भएको छ। यो राम्रो हो र होइन नि? मैले तपाईँलाई पनि मनोजीलाई पनि थाहा छ पक्कै, जस्तो हिजोका सरकारहरू, पुराना सरकारहरू आज निर्वाचित भए भने कम्तीमा पनि 1 वर्षसम्म, कम्तीमा पनि मैले यसो अध्ययन गर्दा विरोधका स्वरहरू सुनिन्थेन के। यो त एक मना करिब होइन 2/3 सरकार हो होइन, जनताको म्यान्डेट पनि
यस्तो छ कि होइन, यस्तो छ कि यो इतिहासमा कहिले पनि यो चाहिँ नि भारी सरकारलाई बोकाएको थिएन। सपनाको भारी, भविष्यको भारी के अझ म भन्छु होइन, बोकाएको थिएन। यसले गर्दा यो अहिले 4 महिना 4.5 महिनाकै यात्रामा थकान महसुस पार्टीले सरकारले गर्न थाल्यो भने त बाँकी यात्रा त धेरै टाढा छ। किन यसरी अडान लिइरहेको छ? जस्तै कानुन मन्त्रीबाट पनि सहयोग भएको छैन, जस्तै विष्णु पौडेललाई अभियोजन यस्तो कमजोर अभियोजन लगाएर चाहिँ किन समात्यो त? एउटा कुरो हेर्नुहोस् है, मलाई के लाग्छ भन्दाखेरि कानुन मन्त्रीजीहरूले तपाईँको यो के अरे प्रमाण सङ्कलन गर्ने होइन होइन, प्रमाण सङ्कलन गर्ने त ग्राउन्डमा काम गर्ने प्रहरीले हो। जस्तो अहिले प्रमाण सङ्कलनको दायित्व त सबै यो के अरे सम्पत्ति शुद्धिकरण विभागलाई थियो नि। मुद्दा त चलाएको त उहाँहरूले हो नि होइन, प्रहरीले पनि होइन क्यारे होइन, प्रहरीले पनि होइन होला। हुन त त्यहाँ प्रहरीको पनि टिम छ, पक्कै पनि शुद्धिकरण विभागले प्रहरीको पनि सहयोग त लियो होला, मलाई त्यस्तो लाग्छ होइन। भनेपछि प्रमाण सङ्कलनको दायित्व त विभागमा थियो होइन। विभागले कसरी उहाँहरूको विरुद्धमा लाग्ने प्रमाणहरू चाहिँ सङ्कलनमा केही चुक भयो कि, अथवा चाहिँ नि जसरी अभियोजन भएर पूर्वपक्ष हुन पर्थ्यो त्यसमा कमी के भयो, त्यसमा एउटा महान्यायाधिवक्ता, मेन कुरो मैले देखेको महान्यायाधिवक्ताजीको भूमिका के थियो, किनभने त्यो हाई प्रोफाइलको मुद्दामा त महान्यायाधिवक्ता पनि त्यो रविको पक्षमा वकालत लड्ने रहेछन् हो होइन, उनी रवि खेमाको रहेछन् हो। अब यस्ता खालको मुद्दाहरूमा अभियोजन कमजोर लानुमा त महान्यायाधिवक्ताको दोषी हुन्छ भनिन्छ। अनि अस्ति स्वागत नेपालजीले पनि भन्छ श्रृङ्खलाबद्ध रूपले रवि खेमाका मन्त्रीहरूले तपाईँको बालन बदनाम गराउने प्रयास गरिरहेछन् होइन। अब कानुन मन्त्रीले न्यायालयलाई तपाईँको न्यायालयमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्ने असन्तुष्टि छ अरे प्रधानमन्त्रीको भनिन्छ। यता प्रधानमन्त्री सरकारले समात्छ कुनै पनि मुद्दा नि, कुनै पनि मुद्दामा लक्षित रहेर मुद्दामाथि टेकेर यो मुद्दा चाहिँ नि सरकारको वादी पक्षमा चाहिँ फैसला होस् है भन्ने कुरा त त्यो त न्यायालयलाई भन्ने के अरे ऊ गर्ने डिक्टेट गर्ने भन्ने त त्यो कुरा हामी सोच्न पनि सक्दैनौँ। खालि के भन्दाखेरि पक्राउ के आधारमा गर्नुभयो तपाईँले? जस्तै विष्णु पौडेललाई समात्नु हो, तपाईँले एकदम ठिक भन्नु। रातारात तपाईँको सुर्खेतबाट लिएर आएको छ हो, तपाईँले ठिक। मैले के भने अहिले अलिकति मान्छेमा अलिकति कानुन बुझ्नेहरूमा एउटा अन्यल किन सिर्जना भयो भन्दा 4 पटक म्याद थप्यो, करिब 21-22 दिन हो। 4 पटक म्याद थपेको अर्थ हामी कसरी बुझ्छौँ भन्दा पक्कै पनि प्रमाण फेला पर्यो है, प्रमाणमाथि टेकेर है। अब किनभने मनोजी के हुन्छ भने जस्तो तपाईँ प्रहरी होइन, अनुसन्धान अधिकृत, म न्यायालय, तपाईँले उहाँको बारेमा, ईश्वरीजीको बारेमा कुनै मुद्दा दर्ता गराउन आउनुभयो भने अदालतले हेर्छ कि के को आधारमा के छ त, प्रमाण के छ होइन, हेर्छ। हेरेपछि अदालत सन्तुष्ट भएपछि मात्रै तपाईँलाई म्याद थप्छ। फेरि 3 दिन थप्यो होला, 5 दिन थप्यो होला, अर्को दोस्रो पटक म्याद थप्न जाँदा पनि तपाईँले त्यो अवधिको बिचको अनुसन्धानको प्रगति विवरणका साथ अदालतमा दोस्रो पटक म्याद थप गर्न जानुपर्छ। त्यो मैले के भनेको भन्दा कोर्टहरूले के गर्छन् भन्दा प्रमाणको डेप्थमा गएर के प्रमाण छ है, यति भयो भने अभियोजन राम्रोसँग हुन्छ भन्ने एउटा त्यो डेप्थमा लाई हेरेर मात्रै कुनै पनि व्यक्तिको होइन प्रतिवादीको चाहिँ नि हकमा म्याद चाहिँ नि थप्छ होइन। अब त्यो अवस्थामा अदालतले पनि 4 पटक म्याद थप त गर्यो। सम्भवतः मलाई लाग्छ 4 पटक अदालतले निर्देशन त चाहिँ नि दिएकै थियो होला, यो बुदाहरूमा पनि खुलाएर आउनुहोस् है भनेर होइन। अब अदालतले चाहेको जस्तो प्रमाण अन्तिम पटकको म्याद थपमा पनि सम्भवतः पाएन होला। पाएन तारिखमा धरोटी पनि नलिकन तपाईँको उनलाई म चाहिँ आएँ। अब त्यो अन्तिमसम्म पनि अदालतले सम्भवतः पूर्वपक्ष गर्ने आधारहरू देखेन होला त्यो मितिसम्म होइन। अब त मुद्दा पनि पेश गर्नुपर्ने अवस्था आइसक्यो, म्याद पनि दिन सकिँदैन। अब अदालतको जहिले पनि यो मात्रै केस होइन कि मनोजी, सबै केसमा हेर्ने भने अदालतले के गर्छ भन्दा अब चाहिँ नि यो पूर्वपक्ष नहुने अवस्था आयो होइन, थप त्यसमा चाहिँ नि बुझ्नुपर्ने अवस्था छ भने कानुनको हद म्यादभित्र कोर्टले आफ्नो फैसला त नभनौँ होइन, आफूले बोल्नुपर्ने कुराहरू सुनाउँछ, फैसलै भनौँ दिन्छ। त्यो फैसला भनेको पूर्वपक्ष पनि हुनसक्छ होइन, धरौटी पनि हुनसक्छ, साधारण तारिक पनि हुनसक्छ, हाजिर जमानीमा पनि हुनसक्छ। अहिले उहाँलाई साधारण तारिकमा छोडेको छ। त्यो भनेको म पूर्व अनुसन्धान अधिकृतको नाताले प्रमाणहरू कमजोर हो कि
जस्तो लाग्छ। तर अब पनि उपलब्ध तथ्य र प्रमाणमाथि अनुसन्धान जारी छ। विश्लेषण बाँकी नै हुन्छ। तपाईँको प्रमाणलाई विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, बाँकी जान्ने बुझ्नेहरूको चाहिँ नि कागज गराउने, यी कुराहरू त छँदैछन् कि अझै। मुद्दा कम्प्लिटली टुङ्गिएको चाहिँ नि होइन। अब जो पात्रबाट प्रधानमन्त्रीलाई असहयोग भएको जस्तै अब हामी फेरि एउटामा जाउँ। अब हिजो कुरा जान्छु म, फेरि यो कुरातिर आएँ। स्वर्णिम वाग्लेसँगको छलफलमा तपाईँको प्रधानमन्त्री बालनशाला हटाएर स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री बनाउनेसम्मको छलफल भयो अरे भन्ने सामाजिक सञ्जालमा न्युजहरू बनेका छन्। रविजीको हकमा म भन्न सक्दिनँ। स्वर्णिमजीको हकमा यदि त्यो कुरो निर्णय भयो भने त खै अब मलाई त लाग्छ यो पार्टीको भविष्य के मलाई लाग्छ अन्यलमा चाहिँ हुन्छ। जनताले मान्ला, अनि जनताले मान्ला के नराम्रो गरे प्रधानमन्त्रीको विकल्प खोज्न अहिले रविले छलफल अगाडि बढायो भन्ने कुरा आयो। खोइ अब त्यो त हेर्नुहोस्, मलाई आन्तरिक कुरो थाहा छैन। किनभने अहिले त के छ भन्दाखेरि एउटा भनिन्छ नि शब्द अन्दाजिफिकेसन। हामी हावाको बेगमा हामी कुद्छौँ कि समाचारको सत्यताको गहराइमा हामी जाँदैनौँ। उहाँहरूको त्यो बैठकमा प्रधानमन्त्रीलाई पनि बोलाइएको थियो, तर प्रधानमन्त्री जानु भएन अरे। मलाई अब उहाँको स्वास्थ्यको अवस्था भन्ने कुरो मैले सुनेको थिएँ समाचारमा, होइन। तर रवि लामिछाने पार्टी सभापतिज्यूको हकमा उहाँले हिजो अस्ति पनि बोलिरहेको मैले देखेको थिएँ। हाम्रो हिजोको कबोलभन्दा हामी एक शब्द पनि बाहिर जाँदैनौँ। 1-2 दिन अगाडि पनि उहाँले बोलिराख्नु भएको छ। अब यो समाचारमा आए जस्तो पार्टी सभापतिज्यूको र प्रधानमन्त्रीज्यूको बिचमा यो तिक्तता, मतभेद छ जस्तो त मलाई त लाग्दैन। प्रधानमन्त्री र सभापतिज्यूको सवालमा हामीलाई पनि त्यस्तै लागेको छ। त्यही होस्, देशले पनि त्यही चाहेका छन्। एकदम यो कुरा ठिक छ। तर प्रधानमन्त्रीलाई असहयोग भइरहेको छ, उनको कारणले सरकार बदनाम भइरहेको छ। यो अर्थमन्त्री चाहिँ अब परिवर्तन गर्नुपर्छ भन्ने सवाल प्रधानमन्त्रीले भनिसकेपछि अनि सभापति चाहिँ फेरि छुट्टै छलफल गर्न जाने किन? प्रधानमन्त्रीलाई असहयोग भयो भनेपछि 5 वर्ष त प्रधानमन्त्रीले चाहे जसरी सरकार चल्न दिनु पर्यो नि त। एउटा मनोजी अब हेर्नुहोस् है, अब पक्ष विपक्षका कुराहरू तपाईँले पनि अघि झिक्नुभयो, होइन। मन्त्रीहरूले सहयोग गरेन भन्नाले त्यो चाहिँ नि पार्टी सभापतिज्यूको फेभरका हुन् मन्त्री भन्नुभयो नि, होइन। आन्तरिक कुराको बारेमा त मलाई पनि थाहा छैन, होइन। मैले त्यत्तिकै चाहिँ नि बोल्न चाहिँ नि हतारो हुन्छ, होइन। तर एउटा के छ भन्दाखेरि सरकार जसरी अगाडि बढिरहेको छ नि, त्यो अगाडि नबढोस् भन्ने चाहना राख्ने विपक्षमा धेरै छन्। किनभने धेरैलाई उहाँको निर्णयले चाहिँ नि भोलि पोल्नेवाला छ, हो कि होइन? त्यो हामीलाई थाहा छ, होइन। भोलि निर्णयले चाहिँ नि पोल्नेवाला छ, पक्कै छ। त्यसले गर्दा आजको डेटदेखि नै अब त्यहाँ पनि त राष्ट्रिय स्वतन्त्र पार्टीका पनि सांसदहरू जति निर्वाचित भएर आउनु भएको छ, तिनीहरूलाई पनि त प्रभावित गर्ने, प्रयोग गर्ने, होइन। व्यक्तिहरूको समूह त कम छैन नि। जसले पनि के गर्छ भने स्वार्थलाई नै चाहिँ नि शिरमाथि राखेर हिँड्ने त हो नि, होइन। उसले देश र जनताको हितमा सरकारले के गरेछ डजन्ट म्याटर, वास्तै छैन। तर के भन्दाखेरि अब यो सरकार रहिरह्यो, खास गरेर प्रधानमन्त्री रहिराख्नुभयो भने ऊ चाहिँ नि कुनै पनि गलत कामसँग सम्झौता गरेर हिँड्दैन है, हिँड्दैन। त्यो जनतालाई त यति त विश्वास छ नि, त्यति त 100% छ। त्यसले गर्दा म त के भन्छु भने समाचारमा आज जस्तो रवि लामिछानेज्यूले त्यो उहाँको सोच चाहिँ त्यस्तो छ जस्तो मलाई कुनै पनि दृष्टिकोणबाट लाग्दैन। किनभने उहाँ पनि अहिलेकै हाम्रै सरकार हो, किन उहाँकै सरकार हो नि त। पार्टी सभापति त उहाँ हो नि, उहाँले नै अगाडि सारेको पात्र हो उहाँ, होइन। त्यसले गर्दा अहिले रवि लामिछानेजी चाहिँ नि यही सरकारकै निरन्तरतामा बरु मनभेद किन हुँदैन? एउटै पार्टी तपाईँ भन्नुहोस् न, काङ्ग्रेसको हेर्नुहोस्, माओवादी त अहिले कहाँ छ र, होइन। त्यो बेलाको माओवादी हेर्नुहोस्, नेकपै हेर्नुहोस्, एमाले हेर्नुहोस्, एउटै पार्टीमा हुर्केकाको बिचमा त मतभेद भएर कति छुटिएर गए, कति अलग भए, कति अहिले पनि जोडिएरै बसेका छन्। यो त भर्खर उहाँ त चाहिँ नि प्रधानमन्त्रीज्यू त निर्वाचनभन्दा 1 महिना अगाडि त आउनुभयो हो नि, 1-1.5 महिना अगाडि, हो कि होइन? भनेपछि यसरी भर्खर उहाँहरू जोडिनु भएको छ, होइन। अब यो बिचमा मतभेद चाहिँ नि कहिलेकाहीँ कुनै विषयलाई लिएर हुन्न र भने हुन्छ नि। एउटा परिवारको सदस्यको बिचमा त ठ्याक ठुकठुक हुन्छ भनेपछि त कहाँ उहाँहरू त विभिन्न पृष्ठभूमिबाट चाहिँ आउनुभयो हो नि त। त्यसले गर्दा अहिले तत्काल मैले कुनै दुर्घटना चाहिँ नि मैले देख्दिनँ। रविजीले राम्रैसँग प्राइम मिनिस्टरलाई अर्थमन्त्री सहयोग, हजुर
अर्थमन्त्री यही हिसाबले चलिराख्ने जुन प्रधानमन्त्री लाई चाहिँ त्यसमा खुसी छैनन् प्रधानमन्त्रीले चाहिँ कुनै पनि हालतमा यो हिसाबले हुँदैन किनकि म बालेन हुँ प्रधानमन्त्री म हुँ अब अर्थमन्त्रीले बिगारे पनि बदनाम त यहाँ प्रधानमन्त्री भइरहेछ नि विरोध त प्रधानमन्त्रीको भइरहेछ नि त हाम्रो पार्टीले पनि यो कुरामा प्रधानमन्त्रीलाई सहयोग चाहिँ नि गर्नुपर्छ किनभने अर्थमन्त्रीज्यूको बारेमा कुनै एउटा मात्रै इस्यु होइन धेरै आएको छ धेरै इस्यु छ नि धेरै छन् उहाँको बारेमा धेरै छन् मेन कुरो त तपाईँको जनताको हित विपरीतको बजेट आयो कि यो बेला बजेट पनि आयो अब हिजोको दिनमा सेना पनि तपाईँको घटाएर 10,000 20,000मा ल्याउनुपर्छ भन्ने खालको उहाँको अभिव्यक्ति त्यति मात्रै होइन मुकुल ढकालले लगाएको आरोपलाई मैले यहाँ तपाईँहरूलाई भने भुटान जस्तो बनेर पनि बस्न तयार छौँ हामीलाई प्रधानमन्त्री दिनुपर्छ भनेर प्रस्तावै गरेको भने एउटा होटलको कुरा अहिले मैले आज बिहान पनि तपाईँ आउनुभन्दा अगाडि पनि हेरिरहेको थिएँ सोसियल मिडियामा उहाँले हिजोका दिनमा अर्थमन्त्री हुनुभन्दा अगाडि दिएका अभिव्यक्ति र अर्थमन्त्री भइसकेपछि दिएका अभिव्यक्तिबारे तपाईँहरू जस्तै मिडियाले चाहिँ सोद्धाखेरि उहाँ नाजवाफ हुनुभयो गाडी चढ्नै हतार अहिले केही मन्त्रीज्यूहरूलाई त गाडी चढ्न हतार छ कि प्रश्नको फेस गर्दै गर्नुहुन्न बोल्नु पर्यो नि त उहाँहरू जस्तो विद्वानहरू हो नि त उहाँहरूलाई त आफ्नो विषयगत विज्ञता छ ज्ञान छ होइन मैले यो सन्दर्भमा बोलेको आज बोलेको छ नि यो सन्दर्भमा है अस्ति नै संसदमा बसेर अर्थमन्त्रीले अब आफ्नै हिसाबले लागू गर्न त 5 वर्ष कुर्नु पर्ला त्यो पनि बहुमत 2/3 सर ल्याउनु पर्ला भनेर पेलेका थिए तर कर्म यसै गरिरह्यो भने त 5 वर्ष होइन 5 महिना पनि जान सक्ने भयो नि त हो यो सरकार अलि फरक पृष्ठभूमिमा बनेको छ के हेर्नुहोस् यो हामी नर्मल हिजोको जस्तो सरकारको रूपमा लिनु भएन यो नर्मल यो फरक विशिष्ट के अरे एउटा अवस्थामा बनेको सरकार हो कि यो त्यति ठुलो मिस्टेक गरेर त हिँडिरहेको छैन र पनि सानो सानो गल्ती गर्ने पनि छुट छैन भन्ने कुरो त सन्देश दिएको नि जनताले त कसैले त अर्थमन्त्रीको त खोलेर धेरै ठाउँ आलोचना भइसक्यो नि होइन विरोधै भइरहेछ धेरै भइरहेछ त्यसले गर्दा पार्टीलाई हिजोको पार्टीको छवि हिजोको छवि आजको दिनसम्म पनि र भावी दिनमा पनि त्यो छवि बरकरार राख्नको लागि पनि प्रधानमन्त्रीज्यू र पार्टी सभापतिज्यूको समन्वयमा कुनै निर्णय गर्नु छ भने निर्णय गर्दा हुन्छ राम्रो हुन्छ सल्लाह गरेर हुने त हुने अहिले त तपाईँ भनौँ न अन्य पार्टीका चाहिँ नि पूर्व प्रधानमन्त्री पार्टी सभापतिलाई त सोध्नुपर्ने अवस्था छैन नि दुईजना मिले चाहिँ पुगेको अब छँदै छैन एउटै पार्टी हो उहाँहरू एउटा वरिष्ठ नेता एउटा पार्टीको सभापति दुईजना मध्ये रवि लामिछाने र तपाईँको प्रधानमन्त्री बालन शाह यी दुईजना मात्रै नबिग्रे भने अरू कसैले केही गर्न सक्दैन किनभने उहाँहरूकै जनतामा होल्ड छ आजको दिनसम्म पनि हैन अन्य नेताजीहरूको कारणले पनि भोट आयो होला तर भोटको यो चाहिँ नि उभार जुन आयो नि यो त दुईटै चाहिँ नि पात्रले हो नि त दुईटै व्यक्तित्वको कारणले हो नि त हैन रविजी पार्टीमा 4-5 वर्षदेखि लाग्नु भएको थियो उहाँले ठुलो परिवर्तन ल्याइदिनु भयो जनताको सोचलाई नै चाहिँ एकदमै परिवर्तन गरिदिनु भयो र बीचमा आएर चाहिँ नि अहिलेको पीएम चाहिँ नि जोडिनु भयो जोडिने बित्तिकै चाहिँ नि उहाँहरूको यात्राले राम्रै यात्री पायो उहाँहरूको यात्राले नि राम्रै यात्री पायो नि त घोडा राख्ने ठाउँ भएन भनेपछि यो यात्रालाई निरन्तरता दिनुपर्छ ठिक छ तपाईहरुको सहमति हुन्छ भने आलो पालो गर्नुस् हैन त्यसमा त जनता बालेन सरकार भए पनि उहाँ भए पनि जनताले त नाइ त गर्दैन होला हैन यो पूर्व सचिव चर्चित राजनीति विश्लेषक हाम्रो भीम उपाध्याय सरले भन्नुहुन्थ्यो बालेनले एउटा यस्तो जग बसाइदिसक्यो अब कोही पनि प्रधानमन्त्री आयो भने कम्तीमा बालेन जतिको गरेर देखा भन्ने चुनौती हुन्छ अरे क्या अब नयाँ प्रधानमन्त्री हो एकदम सही कुरा खाली उहाँको मान्छेले के खोजिरहेछन् भन्दाखेरि बोल न हो भन्छन् हैन सबैले भन्छन् तर नबोलेरै चाहिँ नि बोलेको भन्दा धेरै रिजल्टहरू अब आउला किनभने 4 महिनामा तपाईले सबै रिजल्ट दिने खालको तपाईको कदम त चालेको छ नि मलाई पनि त्यही लाग्छ त्यो चालेछ भनेपछि पार्टी सभापतिमा रविजीको प्रधानमन्त्रीमा अहिले बालेन शाहजीको हैन तत्काल यी दुईजनाको विकल्प त्यो पार्टीमा म कोही पनि देख्दिन जनताले पनि देखेको छैन उहाँहरूको जस्तो त्यसकारण तपाईहरु दुईजनाको मित्रता टुट्ने वा टुट्न हुन्न कुनै विदेशी शक्ति राष्ट्रको चलखेलमा कोही अगाडि बढ्ने वा देशी नै कुशक्तिको पक्ष लागेर आफ्नै सरकारलाई कमजोर बनाउने छुट तपाईहरुलाई छैन कुनै हालतमा पनि छैन त्यसले गर्दा उहाँहरूको दुईजना हामी पनि त्यही आश गर्छौं के हामी पनि अब नयाँ सरकार हो नयाँ जनमत छ नयाँ युवाहरू हुनुहुन्छ हैन
त्यसले गर्दा उहाँहरूबाटै डेलिभरी अहिले मुलुकले र जनताले चाहिँ नि खोजेको छ। हिजोको त हामीले हेरिहाल्यौँ धेरै वर्ष होइन, अहिले ठिक छ नयाँ आएको छ, जनताले पत्याएको छ होइन, उहाँहरूलाई नै काम गर्न दिउँ र दुईजनाको पात्रको बिचमा मात्रै केता भएन, सहमतिमा सबै विरोधको स्वरहरू त आउँछ नि। जस्तो बालेनजीको फेभरका पनि सांसद र जनता छन्, रविजीको फेभरका पनि सांसद र जनता छन्, तर दुईजनाको बिचमा चाहिँ नि एकता जबसम्म रहिरहन्छ नि तबसम्म यो पार्टीको र यो सरकारको यात्रामा कुनै पनि अब्स्टेकल हडल्सहरू बाटोमा चाहिँ अहिले भर्खर त्यो यात्रा टुङ्ने खालको सङ्केत पनि देखिन्छ। मलाई त्यस्तो लाग्छ आजको डेटमा। विपक्षीले नचाहिँदो त्यो असम्भव हाँसो खुसी नमनाए हुन्छ। मलाई त लाग्दैन हो। अहिले के अरे रविजीले भने त तपाईँलाई थाहा छ नि, यो सुँग्दै नहिँड्नुस् के गन्ध खिचडी पाक्या छैन के पनि, सब ठिक छ भन्नुभयो नि त अस्ति। त्यो चाहिँ नि विरोधीहरूलाई पनि त डोज होला नि त्यो। अब बालेन सरकार विरुद्ध पछिल्लो हप्ता श्रृङ्खलाबद्ध इन्डियन मिडियामा तपाईँको अब दसैँपछि ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ भन्ने खालको समाचारहरू बनेर नेपालमा पनि नयाँ अनुहारको जेनजेडहरू आन्दोलन उत्रे। त्यो होल्डिङ सेन्टरको कुरा लिएर त्यो माजिद अन्सारी संसारी को पक्राउ परे, यी कुरा लिएर भनेको थियो होलान्। बालेन सरकारको चिन्ता गरेका इन्डियन मोदी सरकार ढल्ने लागेको थाहा पाएनछन्। हिजो देख्नु कक्रोच आन्दोलनले को कारण मोदी भाग्नु पर्यो भन्ने समाचारहरू हो। मनोजी यो के छ भने नि, के अरे इन्डियन मिडियालाई त प्राय गोदी मिडिया भन्छन् नि। तपाईँ राति हेर्नुहोस् के 4-5वटा च्यानल चाहिँ नि हेर्नुहोस्, भक्तिगान सिवाय के पनि हुन्न। भक्तिगान हेर्नुहोस् तपाईँले, फरकै छैन। भक्तिगान सिवाय के पनि त्यहाँ समाचारै हुन्न है, हेर्नुहोस्। अब यिनलाई हिजोको दिनमा के परेको थियो, एउटा राजदूतले नै तह लगाइदिन्थ्यो यहाँका प्रधानमन्त्रीहरूलाई। त्यो त अब यसरी म जसरी बसिरहेको छु नि त्यसरी त राजदूत उपर खुट्टी लाएर बस्थे। हाम्रा प्राइम मिनिस्टर, पूर्व प्राइम मिनिस्टर र अझ उच्च पदस्थ डिग्निटरिजको अगाडि त यसरी म जसरी बसिरहेको छु त्यसरी मालिकको अगाडि अरू नोकरहरू एकदम हुन्छ नि लुरुक अनुहार। रातको बेला त्यो लैनचोरको बाटोमा चाहिँ नि गाडीहरूले, सरकारी गाडीले धुलो उडाएको तपाईँले पनि देख्नुभयो होइन र? त्यो के को लागि? सत्ता समीकरण। त्यो हैसियत राख्थे। अहिले त सबैलाई कूटनीतिक साइजमा ल्याइदिएछ। म त्यो साइज मात्रै भन्दिनँ, त्यो साइजमा ल्याएको प्रधानमन्त्री बालेन शाहले हो। करेक्ट, एकदम कूटनीतिक साइजमा होइन। प्रोटोकलको पनि अर्थ हुन्छ है, परराष्ट्र नीतिमा प्रोटोकलले पनि अर्थ राख्छ है। हिजोको दिनमा खुला प्रधानमन्त्रीको चाहिँ नि द्वार जहिले पनि जसको लागि पनि खुला हुँदैन भन्ने त्यो सन्देश उहाँले दिनुभयो। अब भारतले सोचेको थियो हिजोको जस्तो चाहिँ नि अवस्था अहिले त्यो त छैन होइन। अब उहाँले भेट्नुपर्ने मान्छेलाई पनि भेटिराख्नु भएको छ हो कि होइन। जस्तो राजदूतजीहरूको उनीहरूको भनाइ के भन्दाखेरि हाम्रो डेलिगेसन, हाम्रो व्यक्तिहरूलाई व्यक्तिगत रूपले भेट, राजदूत त धेरै टाढाको कुरा, फर्स्ट सेक्रेटरी आउँछ भने पनि फुल लिएर चाहिँ स्वागत गर, उनीको त्यो चाहना हो नि त। त्यो चाहना अहिले सम्भव छैन। सन्तुलित कूटनीतिमा चाहिँ नि अहिले यो सरकार हिँडिरहेछ, त्यो उनीहरूलाई पचेकै छैन। त्यो भनेको मोदीलाई पनि, मोदीसँग पनि अबको यो सरकारले चाहिँ नि कूटनीतिक त्यो सन्तुलनका साथ अगाडि बढ्छ है भन्ने सन्देश त चाहिँ दिया हो नि त। अब उनीहरूलाई चाहिँ गाह्रो भएको छ, हेर्नुहोस् मिडियालाई गाह्रो भएको छ। अब हिजै चाहिँ नि हेर्नुहोस् न, तपाईँहरूको विरुद्ध कति चाहिँ नि वातावरण बनिसकेको रहेछ, विरोधी वातावरण भन्ने कुरो त हिजो त चाहिँ नि मोदीजी त चाहिँ नि ब्याकडोरबाट जानुपर्ने अवस्था त मिडियाले चाहिँ नि देखाइरहेको थियो, हामीले पनि हेरे हो नि। सेनाको सुरक्षामा हुनुहुन्छ भन्ने कुरा पनि देखाइरहेको छ। हो, जनतै हो ठुलो। हेर्नु, यो जनतालाई मिनिमाइज गर्नुभयो भने तपाईँहरू ठुलो धोका खानुहुन्छ। यहाँ कसैले सोचेको थियो 24 गते टेकअप गर्नुपर्छ, हेली लिफ्ट चाहिँ नि लिनुपर्ने अवस्था आउँछ भनेर कसैले सोचेको थियो। नेपालमा ओली भागे जस्तै झन्डै भाग्नु परे हो त नरेन्द्र मोदी इन्डियामा हिजो। अब हेर्नुहोस्, सेक्युरिटी थ्रेट हुने बित्तिकै त होइन प्रधानमन्त्रीलाई त स्केप रुटहरू कुन रुट छ? किनभने सुरक्षामा आज संसदमा प्रधानमन्त्री जाँदै हुनुहुन्छ र संसद घेराउको कार्यक्रम छ भन्ने बित्तिकै त्यहाँ सुरक्षा कर्मीहरूले, सेक्युरिटीले आफ्नो रणनीति बनाइहाल्छ, स्केप रुट के। किनभने हामी जहिले पनि तपाईँ हेर्नुहोस् न, हाम्रै काठमाडौँको पनि बाटोहरूमा कुनै भिआइपीहरूको औपचारिक मुभमेन्ट हुन थाल्यो भने हामीले औपचारिक मुभमेन्ट हुने रुट पनि हामीले क्लियर गर्छौँ। त्यसको साथसाथै वैकल्पिक मार्ग पनि हामी चुज गर्छौँ कि, र वैकल्पिक मार्गमा सुरक्षित स्थान भनेर पनि हामी छान्छौँ कि। पुलिस चौकी, आर्मीको ब्यारेक वा कुनै सरकारी कार्यालयहरू कुनै बेला भन्नुहोस् न
वैकल्पिक मार्गबाट भिआइपी जाँदै हुनुहुन्छ, वैकल्पिक मार्गमा पनि अगाडि चाहिँ नि अब्स्टेकल आयो भने त्यो बिचमा पर्ने सरकारी कार्यालयहरू, सुरक्षा निकाय, सुरक्षित ठाउँ कहाँ हुन्छ त्यसलाई हामीले सुरक्षित मार्गको रूपमा लिन्छौँ कि। त्यसले गर्दा मोदीको पनि रणनीति त्यही हो हिजो। अब यो अहिले यो ठिक छैन है अवस्था, कि हिजो नेपालको पनि आयो के कुरा खुब त्यहाँ उनीहरूले भिडियो हेर्नुभयो, नेपालका हालत बना देंगे नै छोडेंगे हो, युवाहरूले बोलिरहेको भिडियो पुरै भाइरल छ। मैले यही कुरो मैले हिजो नेपाललाई पनि जोडेर समाचार बनिरहेको थिएँ, मैले त्यही भन्न खोजेको अहिले। भनेपछि जनतै रहेछ क्या ठुलो, हेर्नुहोस्। अनि युवाहरूले समाचार मात्रै बनेन, त्यहाँ युवाहरूले बकाइदा तपाईँको इन्डिकेट गरेर भनेको छ नि, भिडियोमै आइरहेछ। नेपाल से भी बडा आन्दोलन करेंगे हो, एकदम उसका हालत बना नरोक्ने भनेकै छ त्यो उनीहरूले। 3-4 बुँदे सहमति के 3-4 बुँदे इन्डियामा यो 3 दिनपछि यस्तो हुँदो रहेछ, 2 दिनपछि यस्तो हुँदो रहेछ, यति ठुलो आन्दोलनको तयारी गरेर छ कक्रोच आन्दोलनले। त्यहाँ तपाईँको वनचुकदेखि लिएर के अरे यसका अगुवा उनका श्रीमती तपाईँको आन्दोलनमा रहेछन् होइन, कति कार्यकर्ताहरू समातेको भन्ने कुरा छ। अब इन्डियामा भित्रभित्रै यति ठुलो आगो बलिसकेको छ, नेपाल सरकारको चिन्ता गरेर समाचार बनाएर बालेन सरकार अब ढल्दैछ भनेर यो खालको दुष्प्रचारहरू किन यी गर्छन् यिनीहरूले। मलाई याद छ ऋषिकेश शाहलाई हजुर भारतीय त्यो परराष्ट्र मन्त्रालयको वृत्तमा के भारत गभर्मेन्टले पनि त्यो बेला मैले समाचारमा पढेको हो, हजुर उसले इडियट डिप्लोमेट भन्थ्यो क्या ऋषिकेश शाहलाई, किनभने उहाँको चाहिँ नि परराष्ट्र नीति होइन, छिमेकी देशहरूसँगको सम्बन्ध होइन, कूटनीतिक त्यो एउटा हुन्छ नि शिष्टाचारमा उनी चाहिँ नि एकदमै कडा थिए अरे के। त्यही भएर उनलाई चाहिँ नि इडियट डिप्लोमेट भन्थे क्या त्यहाँ होइन, परराष्ट्र वृत्तहरूमा। भनेपछि उनीहरूले मन पराउनन् कि उनीहरूले जहिले पनि आफ्नो मातहतमा आफ्नो मातहतको कर्मचारी भएर बस है भन्ने डिक्टेट गर्न खोज्छन्। नेपालमा कम्फर्टेबल गभर्मेन्ट खोज्दो रहेछन् हो त जहिले पनि, जसले चाहिँ इन्डियन प्राइम मिनिस्टरलाई होस्, कोही इन्डियन तपाईँको डिप्लोमेटहरूलाई मालिक ठानोस्। मनोजी फेरि नाडी छाम्न त हामीले नै दियो होला नि त, नाडी छाम्न। हिजोको दिनमा यहाँ समस्या आउँछ, नेपालको समस्या आउँछ, अनि 5 बुँदे 7 बुँदे 12 बुँदे सहमति हामी कहाँ गर्छौँ? दिल्लीमा गर्छौँ। किन? हाम्रो भूमि योग्य चाहिँ होइन सहमति गर्नलाई, बुँदागत सहमति गर्नलाई, नेताको बिचमा सहमति गर्नलाई, नेता र जनताको बिचमा सहमति गर्नलाई हाम्रो भूमि चाहिँ नि अयोग्य भयो र खोलेआम ती नेताहरूले यसरी सबैलाई देख्ने गरी हो हामी यताबाट चाहिँ परिचालित छौँ भन्ने हो नि त। त्यो त डिक्टेट गर्न खोज्छन् कि, डिक्टेट गर्न त्यो हुँदै पनि नेपाली जनताले तिनीहरूप्रति पनि हिजोको दिनमा आशा गरेका थिए। त्यो कुरामा त बालेन शाह पूर्ण रूपले इग्नोर गरे। त्यसपछि इन्डियन मिडियाहरू, इन्डियन गभर्मेन्टहरू बालेन विरुद्ध लागेको हुन सक्छन्। एकदम। तर एउटा कुरो हामीले एउटा कुरो बोल्नै पर्छ, जियोस् एउटा शिष्टाचार पालना गराउने क्रममा होइन, हामीले चाहिँ नि हामी कूटनीतिकमा चाहिँ नि हामी असफल राष्ट्रको रूपमा नि होइन, हामी कहिले पनि जस्तो हिजो चाहिँ नि भारतले हामीलाई के गर्यो, डिक्टेट गर्थ्यो परराष्ट्र सम्बन्धमा होइन। उनीहरू चाहिँ नि बिग ब्रदर भन्ने परराष्ट्र सम्बन्धमा देशको चाहिँ नि सार्वभौमिकतामा कोही बिग ब्रदर र कोही चाहिँ छोटे भाइ हुन्छ? हुँदैन। सानै भूगोल भए पनि, सानै जनसङ्ख्या भए पनि, सानो देशको पनि चाहिँ नि भूगोलको त्यत्तिकै महत्त्व हुन्छ, सार्वभौमिकताको त्यत्तिकै, अखण्डताको त्यत्तिकै महत्त्व हुन्छ। हामी बडे भाइ छोटे भाइ भन्ने त हुँदैन नि। त्यो त भाष्य चाहिँ नि भारतले बनाएको हो र हामीले पनि स्वीकारेका हुन्। स्वीकार्न त हुन्न नि हाम्रो त होइन। देशको सम्बन्ध भनेको भारत ठुलो 140 करोडको पपुलेसन, हाम्रो चाहिँ 2.25 करोडको पपुलेसन, दाइ मान्नै पर्छ भन्ने त चाहिँ नि होइन नि। यति भनिरहँदा एउटा कुरो के छ भन्दा छिमेकी देश हो, ठुलो देश हो, अर्थतन्त्र अहिले त्यहाँको हाम्रो लागि पनि होइन, हामी पनि लाभान्वित हुन्छौँ। अहिले 2 नम्बर अर्थतन्त्र, अब यो चौथो छ, अब 3 नम्बरमा पनि उक्लेला चाँडो, ठुलो मुलुक पनि हो होइन। छिमेकी जे होस् न, दाइ भाइको सम्बन्ध चाहिँ नि हामीले त्यो नस्वीकारे पनि छिमेकी त हो त, छिमेकी हो, त्यो सम्बन्ध हामीले राख्नै पर्छ। आजसम्म भारतले गरेको सहयोग होइन अतुलनीय छ नि त, हो कि होइन? भन्नुहोस् न, तपाईँ निर्वाचन आएको थियो, भर्खरै आगजनी भयो, गाडीहरू कुनै कार्यालयमा थिएनन्, 700-800 गाडी दिएन। त्यो सहयोग पनि आउँछ भारतबाट त्यो, तर सहयोगको अर्थ यो होइन कि तँलाई चाहिँ नि हामी डिक्टेट गर्छौँ, त मेरो कमान्डको सरकार होस् है भन्ने त हुन्न नि त। हामी त हामी त अझै कसैको गुलाम नभएको देश हो। कसैले देखिने गरी सहयोग गरेको हुन्छ भने कसैले नदेखिने गरी त्योभन्दा ठुलो सहयोग गरेको हुन्छ। त्यो सहयोग चाहिँ नेपालले गरेको छ भन्छ नि। फेरि नेपाल मात्रै एउटा यस्तो देश हो जो मित्र राष्ट्र छ अरे क्या भारतको।
हो। कहिले पनि कुनै छिमेकीको विरुद्ध हाम्रो भूमि हामीले प्रयोग गर्न दिएन। महत्त्वपूर्ण कुरै त्यही हो कि कुरै त्यही हो। दुर्भाग्य भएको छ कहिलेकाहीँ प्लेन हाइजेक भयो। उनीहरूले पनि त्यही कुरालाई लिएर अगाडि बढ्नु पर्यो। अब बालेन बिल्कुलै ठ्याक्कै महेन्द्र नीति अनुसार अगाडि बढेको हुनाले यो गरेको। अब यो गरिराख्दाखेरि आफूलाई कति अप्ठ्यारो पर्दो रहेछ त्यहाँ देखिसक्यो होइन। जुन कक्रोच आन्दोलनले अहिले अप्ठ्यारै पार्न थालिसकेको छ। अब त्यसको बावजुद फेरि अर्को एउटा न्युज मैले देखेँ जय साहब, 1 रुपियाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णयपछि भारतीय मिडियाले लेखे अरे झुक्यो नेपाल। हजुर, 1 रुपियाँका सिक्का जुन अब बाहिर निकाल्ने निर्णय गरेछ सरकारले, चुच्चे नक्सा हटाउन लाग्यो अरे त्यसबाट भनेर इन्डियामा यस्ता न्युज बनिरहेको छ। इन्डियामा त कुरै नगरोस्, इन्डियनले त अब के भन्छ इन्डियनको पछि लाग्ने हो भने मिडियै छ कि अहिले। सरकारले बोल्नु पर्दैन, सरकारको प्रवक्ता भएर त अहिले मिडियाले बोल्छ। सरकारको त प्रवक्ता छ नि आफ्नो, तर मिडिया बोल्छ। उसको मोदीजीको प्रवक्ता भएर मिडिया बोल्छ। अब के गर्ने, समाचारै मोदीको बाहेक अरू कसैको पनि हुन्न। त्यस्तो मिडिया पनि चलेकै छ। हेर्नुहोस्, एटलिस्ट हाम्रो त नेपालको मिडिया त साँच्चै म त प्रेज गर्छु, होइन निष्पक्ष छ कि। भारतीय मिडिया भन्दा नेपाली मिडियालाई विश्वले अलि इज्जत दिन्छ नि एकदमै। त्यहाँ हेर्दैनन् त्यो। तपाईँ हेर्नुहोस् न, त्यो महिलाहरू प्राय हाबी छन् नि त्यहाँ त होइन। कार्यक्रम सञ्चालिकाहरू त महिला छन् नि। सुन्नै चाहँदैनन् मोदी र भाजपाको विरुद्धमा कसैले बोल्यो भने सुन्नै चाहँदैनन्। हपार्छन् ठ्याक्कै। नेताहरू पनि एउटै मञ्चमा 10 जना जान्छन्। कसको के सुन्ने, एक आपसमा बाजिरहेको हुन्छन्। अब उनीहरूको चाहिँ मिडियाले त के छ भन्दा यिनीहरू बाजोस् भन्ने चाहन्छ। हेर्नुहोस्, अब एउटा हिजो अस्ति एकाएक एउटा विवाद निकै उत्कर्षमा आयो। सामाजिक सञ्जालमा रासपाको कार्यकर्तालाई उनले ज्ञानेन्द्र साईले अराजक शैली दिँदै हजुर त्यो कार्यकर्ताको कमेन्टको विरुद्धमा जाइ लाग्यो। ज्ञानेन्द्र साई जापान पुगेर जाइ लागे। यतिसम्म जाइ लाग्यो कि उनले प्रधानमन्त्रीदेखि लिएर रवि लामिछानेदेखि लिएर तपाईँको स्वयं यो सुदन गुरुङहरू कसैलाई पनि बाँकी राखेनन् कि। यसलाई यहाँले कसरी लिनुभएको छ? यो गाली गलौज गर्ने एउटा व्यक्ति, त्यसको सम्पूर्ण दोषारोपण गरिदिने अर्को व्यक्तिलाई सम्माननीय प्रधानमन्त्री, पार्टी सभापति, गृहमन्त्री, त्यो कुनै त्यसमा तुक छ? तपाईँ प्रतिनिधि सभाको चाहिँ नि सांसद हो होइन, त्यो गरिमामय पदमा हुनुहुन्छ। त्यो पदको पनि त मर्यादा हामी सबैले राख्नुपर्छ। तपाईँलाई गाली गर्ने के पक्कै तिनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्ता हो त? खोइ त राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेदार पदाधिकारीहरूले त कसैले पनि बोलेको छैन। तपाईँले त्यति बोलिरहँदा पनि जिम्मेदार व्यक्तिहरूले त मैले त तपाईँको विरुद्ध बोलेको त मलाई थाहा छैन। किन यसरी आगो भएका? किन आगो हुन्छन् उनी? उहाँ त सधैँ त विवादकै भुमरीले चाहिँ घेरिएर बस्ने पात्रको रूपमा चाहिँ देखिन्छन् उनी। किन हो त्यस्तो? तपाईँको यो अभिव्यक्ति आउनै पर्ने उहाँहरूको विरुद्ध केही जरुरी थियो? तपाईँ मुद्दा हाल्नुहोस् न। जसले तपाईँलाई अपशब्द प्रयोग गर्यो, जसले एउटा के छ भन्दा अहिले गाली गलौज गर्ने व्यक्तिहरू के फोहोरी मिडियालाई, यो सोसियल मिडियालाई फोहोर बनाउने, आफूलाई भन्छन् रासोपाका कार्यकर्ता। मलाई लाग्छ तिनीहरू होइनन्। रासपाका कार्यकर्ताहरू कोही होलान्, 1-2 जना। त्यसलाई मलाई लाग्छ पार्टीले पनि चिन्दैन होइन। तर पार्टीलाई यिनीहरूले नै के गरिरहेछ, बदनाम गरिरहेछ। त्यस्ता व्यक्ति त्यो जताभावी गाली गलौजमा उत्रिने कार्यकर्ताहरूले रासोलाई पनि बदनाम गरिरहेछ। सही कुरा हो, एकदम सही कुरा। मलाई लाग्छ पार्टीले पनि तिनीहरूलाई चिन्दैन। अहिले होइन, मञ्चबाट त्यो सोसियल मिडिया प्रयोग गरेर जे बोल्दै पनि भयो नि त। मेरो नेतालाई गाली नगरे, अब पार्टीले उसलाई चिन्छ कि चिन्दैन थाहा छैन। मैले पनि ज्ञानेन्द्रजीलाई होइन, ज्ञानेन्द्रजीलाई अब तपाईँ राम्रो वक्ता पनि हो, विषयमाथि टेकेर बोल्न पनि सक्नुहुन्छ, तर तपाईँ सधैँ विवादकै भुमरीभित्र चाहिँ नि पस्नुभयो के। तपाईँलाई एउटा जसले गाली कार्यकर्ताले यिनलाई यिनको परिवार वा श्रीमतीको कुरा लिएर आलोचना गरे, यिनले रविको चावडा श्रीमतीदेखि लिएर तपाईँको जेल ब्रेक गरेर भएको त्यो असत्यता बोलेका छैनन्। तर त्यो कुनै सान्दर्भिक थियो त हो, कुनै सामाजिक सञ्जालको विषयमा कसले यिनको आलोचना गरे। अनि अब त्यो आलोचना चाहिँ कतै घन्टीका समर्थकले गरे जस्तो देखियो। तर यिनले रिसिभ चाहिँ ठ्याक्क रवि लामिछाने हो, त्यो सान्दर्भिक थियो। एउटा व्यक्तिले ज्ञानेन्द्रजीलाई गाली गर्छ, त्यसको रिस पोख्ने उहाँहरूले त केही पनि तपाईँको विरुद्ध त अभिव्यक्ति पनि दिनुभएको छैन। गजेडी कसलाई भने होला नि ज्ञान साइलजीले? अब के कुरा गर्ने उहाँहरूको त हेर्नु, जे हेर्नु एउटा
अरूको त टिओबी भनेर गृहमन्त्रीलाई भनेको इन्डिकेट मनोजी, देखिन्छ मनोजी। अनि चावडा श्रीमती र तपाईँको सहकारी ठग एकदम इन्डिकेट गरेको छन् त्यो रवि लामिछानेलाई देखिन्छ। गजेडी भनेको कसलाई भने होला नि, यो प्रधानमन्त्रीलाई नै भने होला नि त। खोइ कुनी अब उहाँलाई नि थाहा होला। प्रमाणित गर्नु पर्ला नि त, प्रमाणित गर्न पर्दैन, दायित्व बोक्न पर्दैन। यो खालको काउन्टरले ज्ञानसाईको राजनीतिमा उचाइ लिन्छ कि के छ? यो हेर्नुहोस्, अवसानको बाटोमा जाने सङ्केत हो यो, होइन अवन्नति के ओह्रालो लाग्ने सङ्केत हो यो। तर त्यसरी दुई दिन त तपाईँको एक्लो ज्ञानसाई सिंह राजसभामाथि भारी पऱ्यो भन्थ्यो नि त मान्छेले। के रे एकजना ज्ञानसाई सिंह राजसभामाथि भारी, राजसभामाथि भारी होइन। अब जेसुकै बोल्दैपछि त जेसुकै के मनमा जे लाग्यो त्यही बोल्दैपछि हामी यसको सुरुवातमा जाउँ रे साहब। जस्तै कर्णालीमा गाडी दुर्घटना भएको थियो, त्यो त ज्ञानसाईले चाहिँ कर्णालीको दुर्घटनालाई लिएर संसदमा उठाएका थिए र सरकारको आलोचना गरेका थिए। एक प्रकारले आफ्नो क्षेत्रको जनताले दुःख पाएपछि वा तपाईँको त्यहाँ 5-5 घन्टासम्म उद्धार टोलीहरू नगएको, हेलिकप्टरको आवश्यकता भएको, त्यसपछि चाहिँ उनी क्रुद्ध भएर गृह मन्त्रालयमा चाहिँ पहिले सम्पर्क गरेको, त्यो फोन नउठेको, सचिवालयले राम्रो रेस्पोन्स नगरेको विषयलाई लिएर गृहमन्त्री र सरकारको आलोचना गरेका थिए। र त्यो 2-3 लगातार यो आलोचना भइसकेपछि अब अर्थमन्त्री विरुद्ध पनि त ज्ञानसाईले त जाय लागेकै हो नि संसदमा। कहिलेकाहीँ कसो त्यो जायज मागको विरुद्ध पनि ती कार्यकर्ताहरू रिसाइरहेको थियो होलान् र यतातिर पनि रिसाइरहेको थिए। यसमा अझ गाली गलोजमा उत्रेपछि अब युवा नै छन्, जोस तपाईँले ठिक भन्नु। बढी उहाँ चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेदार पदाधिकारीहरूलाई नै लक्षित गरेर उहाँको अभिव्यक्ति आउँछ जहिले पनि संसदमा, संसदका बाहिरको मञ्चहरूमा। त्यो चाहिँ नि अब राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता भन्नुहुन्छ उहाँहरूले, हो कि होइन थाहा छैन, होइन। अब उहाँहरूलाई चाहिँ त्यो बिजेको छ अहिले। सरकारले त राम्रै गरिरहेछ, किन यस्तो तुच्छ हो, किन यस्तो गाली गलोज हो, निम्न कोटिको शब्द प्रयोग गर्ने भनेर एउटा पक्षलाई त त्यसले पहिलेदेखि नै चाहिँ नि बिजाइरहेको थियो, होइन। अब त्यही भएर चाहिँ नि अब उहाँलाई गालीको त बौछारै हुन्छ। तपाईँले ग्रहण गर्न नसक्ने, तपाईँलाई ल झुटै आरोप लाएर एउटा केटीको पनि आयो कुरा, होइन। कता त्यहाँ एउटा प्रिफेक्चरमा जाँदा, जापानको एउटा प्रिफेक्चरमा जाँदाखेरि त्यहाँ पनि पिटाइ खानुभयो अरे, त्यो पनि होइन रहेछ अरे, होइन। भने त्यस्ता व्यक्तिमाथि त मुद्दा हाल्नुहोस् न आएर। कार्यकर्ताहरू पनि के भएका, जस्तै विवाद झिक्छन्, त्यही फेरि एकै ठाउँ पानीपुरीहरू के खाइरहेको थिए, ज्ञानसाईले पानीपुरी यसरी थापिदिएको थिए, उताबाट त्यो खगेन्द्र सुनारले पानीपुरी हालिदिएको थिए, सँगै खाएर कति राम्रो वातावरण त्यहाँ देखिन्छन्। अनि ज्ञानसाईले पिटाइ खायो, यो हल्ला चाहिँ किन फिजायो होला नि? खोइ किन, यो बडा अचम्म छ। किनभने उनी सरकारको विरुद्ध चाहिँ खनिन्छन्, कहिले पनि सपोर्ट, राम्रो कुरा त सरकारले गरेका जस्तो विपक्षीले त सरकारले गरेका राम्रा कुराको त समर्थन पनि त गर्न पर्छ नि। यहाँ त यो पार्टीले जतिसुकै राम्रो गरे पनि यसको विरोधमा जानुपर्छ है भनेर एउटा त्यो भाष्य चाहिँ नि अलरेडी चाहिँ नि दिमागमा सेट गरेर बस्ने हुन् कि कुनै, मलाई त त्यही लाग्छ। हेर्नुहोस्, प्रधानमन्त्री बालन शाहलाई केही सुझाव छ रवि र बालनलाई? किनभने उहाँहरूको यो जुन सतहमा विवादहरू आइरहेको छ, त्यो विवादहरू वास्तवमै सतहमै आएर पार्टी नै फुट्ने अवस्था आयो। अन्तिममा म के भन्छु भने, जस्तो तपाईँहरूको पक्षमा जनमत, यो तहको जनमत आउनुमा थोर बहुत तपाईँ मेरो पनि रोल होला, थोर बहुत। चुनावको बेला होइन, हामीले धेरै बोल्यौँ, हामीलाई पनि तपाईँहरूको सरकार लामो जाओस् भन्ने हाम्रो पनि चिन्ता र सरोकार छ। त्यसले गर्दा तपाईँहरू एक हुनुहोस्, कसैको कुरा नसुन्नुहोस्। व्यक्ति मन्त्रीहरू जसले राम्रो गरे, पार्टी बलियो बनाउनलाई प्रधानमन्त्रीले सभापतिलाई सघाउनुहोस्, सरकार बलियो बनाउनलाई सभापतिले प्रधानमन्त्रीलाई बलियो बनाउनुहोस्, त्यति होला। त्यति गरिदिनुहोस्। यो जति पनि बिचमा आलोचकहरू आउँछन्, देशी विदेशी शक्ति आउँछन्, उनीहरू खुसी हुन्छन्, आफै खुसी हुन्छन्, आफै रुन्छन्। उहाँहरू एक हुने बित्तिकै मौन व्रत लिने क्रम चाहिँ सुरु भइहाल्छ। अहिले साउन पनि लाग्छ, धेरै कुराहरू चाहिँ बार्छन् नि अहिले त, होइन, अनि चुप लाग्छन्। त्यही नै हो। हुन्छ, के सर, यो महत्त्वपूर्ण समय र संवादलाई हस्, धन्यवाद।